Greetings, namaste from Rosmax. अहिले मसँग यो रसम्याक्सको फिङ्गर टिप अक्सिमिटर SB100 छ र यसको चाहिँ हामी अनबक्सिङ र रिभ्यू गर्छौँ। यो चाहिँ फिङ्गर टिप पल्स अक्सिमिटर छ। यो बाहेक ह्यान्डल युनिट भन्ने आउँछ जुन चाहिँ सबै साइजेस, भर्खर जन्मेको बच्चा, न्युबोर्न अनि चाइल्ड लगायत अडल्ट र त्योभन्दा बेसी तपाईँको ट्युब सिस्टमको पनि आउँछ र अहिलेलाई चाहिँ हामीले यो रिभ्यू गर्छौँ। र यो बाहेक फिङ्गर टिपमै पनि रसम्याक्सको विभिन्न एडभान्स किसिमको अक्सिमिटर्सहरू अभाइलेबल छ र त्यो SB100को फ्रन्ट यो जुन गिफ्ट बक्स छ यो चाहिँ सानो छ र प्रपरली प्याक्ड देखिन्छ र डिजाइन पनि एकदमै राम्रो छ। अगाडि तपाईँको फिचर्सहरू मेन्सन छ भने साइडमा पनि फिचर्सहरू डिफ्रेन्ट ल्याङ्ग्वेजेसहरूमा मेन्सन छ र पछाडि चाहिँ यो हाम्रो इन्डिकेटर जुन तपाईँको चाहिँ नि अक्सिमिटरमा देखाउने चिजहरू, कम्पोनेन्ट्सहरू के हो र त्यसलाई के भनेर इन्डिकेट गरेर बुझ्न सकिन्छ भनेर लेखेको छ र यो हामी अनबक्स गरौँ यसलाई। भित्र चाहिँ नि यो फर्म टाइपको प्याकेजिङ रहेछ र यसलाई हामी निकालौँ। एउटा यो फर्ममा अक्सिमिटर छ र यो कार्ड जस्तो देखिए यो वारेन्टी कार्ड र इन्स्ट्रक्सन म्यानुअल हो र यो एउटा प्याकेज फर्मकै प्याकेजिङ रहेछ। यसलाई एकछिन हामी साइड गरौँ र पल्स अक्सिमिटरकै कुरा गर्दाखेरि यो त वेल प्याक भएर आउँछ। एकदमै तपाईँको चाहिँ प्रोटेक्सन तपाईँको सिपमेन्टहरूमा केही पनि नहुने हिसाबले चाहिँ प्याक गरेको छ रसम्याक्सले यसलाई। र अक्सिमिटरकै कुरा गर्दाखेरि बिल क्वालिटी तपाईँले भिडियोमा देख्न सक्नुहुन्छ, एकदमै सलिड छ। ल हेर्दैखेरि प्रिमियम फिनिस र मेटेरियल तपाईँले थाहा पाइहाल्नुहुन्छ हेर्न साथै। र यसमा चाहिँ तपाईँको यो डिटेल्सहरू मेन्सन गरिएको छ रसम्याक्सको है। सो यो चाहिँ नि ताइवानमा बन्छ। अक्सिमिटर सेगमेन्टहरू रसम्याक्स सबै ताइवानबाट आउँछ र यो डिजाइन वाइज कुरा गर्दाखेरि जेनरली बजारमा पाउने अक्सिमिटर भन्दा यसमा एउटा सानो डिफ्रेन्स तपाईँले अब्जर्भ गर्नुभयो होला। यो साइडको चाहिँ के हो, यो साइडको जुन देखिराख्नु भएको छ यो कभर जस्तो, यो चाहिँ के होला भन्ने हजुरको मनमा प्रश्न हुनसक्छ र एकदमै यो इम्पोर्टेन्ट फिचर छ। किनभने हामीले जब फिङ्गर टिप अक्सिमिटर युज गर्छौँ यसको मुनिपट्टि यो माथिपट्टि चाहिँ नि लाइट इमिटर र मुनि चाहिँ रिसिभर हुन्छ र हामीले यसरी औँला राख्दाखेरि साइडबाट यानि कि एम्बिडेन्ट लाइट, बाहिरको सराउन्डिङ लाइट भित्र जान सक्छ र त्यसलाई हाम्रो डिस्टर्बेन्स हुनसक्छ भनेर रसम्याक्सले चाहिँ एम्बिडेन्ट सिल्ड आफ्नो दिएको छ अक्सिमिटरमा। यसमा मात्रै होइन, अरू अक्सिमिटरमा पनि हाम्रो एम्बिडेन्ट सिल्डै हुन्छ र यसले चाहिँ अझै तपाईँको चाहिँ डिस्टर्बेन्स नहुँदाखेरि एक्युरेसी आउने तपाईँको चाहिँ नि चान्सेसहरू धेरै हाई हुन्छ है र यो राख्दाखेरि। त्यही भएर चाहिँ रसम्याक्सले यसलाई मार्केटिङ पनि गराएको छ, बक्समै पनि सिल्ड डिजाइन एम्बिडेन्ट लाइट भनेर बनाएको छ र यसको हामी एकचोटि अपरेट पनि गरेर हेरौँ। पछाडिपट्टि खोलेर यहाँ चाहिँ नि AAA ब्याट्री लाउन सकिन्छ। AAA ब्याट्री लाउँदाखेरि जहिले पनि सुरुमा त हामी राम्रो क्वालिटीको ब्याट्री दिन्छौँ नै, जुन चाहिँ यहाँभित्र छ त्यो क्वालिटीको ब्याट्री नै हजुरले अर्कोचोटि हाल्नुहोला। जस्तै कि नेपालमा एभाइलेबल हुने ड्युरोसेल र अरू ब्रान्डेड ब्याट्री जुन चाहिँ भाटबटिनी लगायत अरू स्टोरहरूमा एभाइलेबल छ। जेनरली लोकल ब्याट्रिजहरू नयुज गर्नु, किनभने त्यसले चाहिँ तपाईँको जति चाहिने पावर सप्लाई गर्न सक्दैन र त्यो एकदमै तपाईँको चाहिँ नि यस्तो डिभाइसेसहरूमा काम खासै लाग्दैन। र हेरौँ एकचोटि। सो अक्सिमिटर चेक गर्दाखेरि तपाईँले यसरी लिफ्ट नगर्नु होला भर्सक, यसरी राख्नलाई चाहिँ हामी रेकमेन्ड गर्छौँ। यो तपाईँको चाहिँ नि यो फ्ल्याट सर्फेसमा हात पनि रेस्ट हुनु पऱ्यो, अक्सिमिटर पनि रेस्ट हुनु पऱ्यो र यसलाई हामी अन गरौँ। र केही बेरसम्ममा यसले आफ्नो चेक गरेर तपाईँको अक्सिमिटर देखाउँछ र मेरो 97/76 एकदमै याद गर्नुपर्ने कुरा 99, 98 भन्दा पनि 95 भन्दा माथि चाहिँ हामी वी कन्सिडर इट गुड
हैन। र 96 यो जुन आइरहेको छ अहिले मैले तपाईँसँग कुरा गर्दा गर्दै अब म डिप ब्रिदिङ गरेँ भने यो पक्कै पनि बढ्छ र अहिले हामी एकछिन यसलाई हेरौँ फ्यु सेकेन्डसम्म। सो म बोल्दै गर्दाखेरि यो BPM बिट्स पर मिनट त्यो पनि तपाईँको चाहिँ फ्लक्चुएट भएको देख्नुहुन्छ। अहिले 76 फेरि तपाईँको चाहिँ नि 77 78 बोल्दै गर्दाखेरि यो बढ्छ किनभने तपाईँको एक्टिभिटी बढ्यो नि त। र म एकैछिन चुप लाग्छु र चेक गरौँ BPM के हुन्छ। र बिट्स पर मिनट घट्यो है। यसले नै तपाईँले थाहा पाउन सक्नुहुन्छ कि यसले कसरी आफ्नो कतिको एक्युरेट छ। र अहिले 96 छ, यसलाई मैले 98 99सम्म एकचोटि डिप ब्रिदिङ गरेर लगौँ, हेरौँ है त। र देख्न सक्नुहुन्छ केही बेरको डिप ब्रिदिङमै यसले 99 देखाइरहेको छ। र यो हो एक्चुअलीमा रसम्याक्सको एक्युरेसी र रसम्याक्सको जुन सेन्सर्स युज हुन्छ यसको नै कुरा हो यो। मैले हजुरलाई लाइभ डेमोन्स्ट्रेट गरिहालेँ। हाम्रो जेनरली 95 96 विच इज एब्सोल्युटली फाइन, तर डिप ब्रिदिङ गर्दाखेरि किन हामीलाई अलिकति एनर्जेटिक फ्रेस फिल हुन्छ भने यसको यो चाहिँ नि भिजुअल प्रुफ पनि हो है। र अक्सिमिटरलाई यहाँ मैले लाइटको कुरा गरेको थिएँ अघि, यही हो। र यो चाहिँ एन्टी एलर्जिक रबर किसिमको चाहिँ मेटेरियल छ यो जुन देखिराख्नु भएको छ है। सो यो अटो अफ पनि हो र यसले चाहिँ ब्याट्री तपाईँको हेल्थ अलिकति केही हदसम्म प्रिभेन्ट गर्न चाहिँ नि मद्दत गर्छ अटो अफ फिचरले। र हामी यो फर्म चाहिँ नि भित्रको कुरा गर्दाखेरि यसभित्र चाहिँ नि तपाईँको अघि भने चाहिँ एउटा हाई क्वालिटी AAA ब्याट्री बाई डिफल्ट आउँछ। र यो चाहिँ स्ट्रिङ कर्ड भन्छौँ हामी यसलाई, झुन्ड्याउन र तपाईँलाई आफ्नो चाहिँ नि यो अक्सिमिटरमा बाँधेर तपाईँले यसलाई राख्न सक्नुहुन्छ। स्पेसली डक्टर्सहरूले यसरी युज गर्नुहुन्छ। र यो चाहिँ नि हाम्रो इन्स्ट्रक्सन म्यानुअल एज वेल एज वारेन्टी कार्ड। सो हजुरले प्रडक्ट पर्चेस गर्दाखेरि हामीले यो वारेन्टी कार्ड फिल इन गर्छौँ र तपाईँले कतैबाट पर्चेस गर्नुहुन्छ भने पनि दिस इज म्यान्डेटरी र यसकै आधारमा हामीले पछि तपाईँको वारेन्टी क्लेम गर्ने नगर्ने र यसको पोलिसिज पनि हजुरले पढ्नु होला। केमा वारेन्टी हुने, कस्तो केसेसहरूमा वारेन्टी हुने र केमा वारेन्टी हुँदैन भनेर चाहिँ यहाँ प्रष्टसँग लेखेको छ। र थोरै यो इन्स्ट्रक्सन म्यानुअलकै कुरा गर्दाखेरि यहाँ चाहिँ नि तपाईँको इरर मेसेजहरू आयो भने के हो, तपाईँको चाहिँ नि यो नेम एन्ड फङ्सन्स अफ इच पार्ट, ब्याट्रीको इन्स्टलेसन यहाँ पनि देखाएको छ जुन मैले अघि भनिहालेँ। यो फिङ्गरलाई पनि हातलाई पनि रेस्ट हुनु पऱ्यो, अक्सिमिटर पनि टेबलमा हुँदाखेरि राम्रो मानिन्छ र त्यसरी नै गर्नु होला हजुरले चेक गर्दाखेरि। र बाँकी अरू यो डिटेल्सहरू इन्स्ट्रक्सन म्यानुअलमा देखेँ सर। क्लिनिङको पनि प्रोसिडियर यहाँ मेन्सन गरिएको रहेछ र स्पेसिफिकेसन्सहरू पनि हेर्नु होला हजुरलाई अलिकति कतिको एक्युरेसी छ के छ यो तपाईँले यहाँ फर्दर डिटेलमा पाउनुहुन्छ है। सो द्याट्स इट फर टुडे एन्ड I'll see you in the next video. Thank you.